साथी म एउटा जङ्गलमा आइसकेको छु। यो जङ्गलमा चाहिँ म किन आएको हो त भन्दा साथी हो, मैले पहिला पनि एउटा फोटो मैले पोस्ट गरेको थिएँ। यहाँ यो जङ्गलमा एकदम विशेष खालको रुख छ। यो रुखको नाम हो अगरवुड। अगरवुड भन्ने रुख हो साथी हो। यो मैले यसरी देखाउन चाहेँ। ल हेर्नुहोस्, यो सबै अगरवुडको रुख हो। यो रुखको विशेषता, एकदमै महत्त्वपूर्ण विशेषता छ यो रुखको। यो रुख चाहिँ धेरै काममा प्रयोगमा आउँछ। यो रुख यहाँ अहिले एक साना रुखहरू छ, अलि उता गयो भने ठुल्ठुलो रुखहरू छ। यहाँ चाहिँ यो अगरवुड। अगरवुड रुखको विशेषता के हो भन्ने कुरा साथी हो गुगलमा गएर हेर्न सकिन्छ। तपाईँले हेर्न सक्नुहुन्छ अगरवुडको बारेमा। म तपाईँहरूलाई देखाउँछु। यो रुख छ नि साथी हो, यीलाई हेर्नुहोस्। यो रुख चाहिँ अगरवुड भन्ने रुख हो। यो रुख चाहिँ अब कोही रुख चाहिँ सानसाना छ, यो चाहिँ ठुल्ठुलो। यो चाहिँ काट्न योग्य भइसकेको रुख हो। यो काट्न योग्य भइसकेको रुख हो। म हजुरहरूलाई अलि उता पनि गएर देखाउँछु। यो रुखहरू, धेरै रुखहरू छ साथी हो यहाँ। यो रुख चाहिँ एकदमै काट्न योग्य भइसकेको छ। यो रुखहरू यहाँ धेरै छ। यहाँ कमसेकम 300-400 वटा रुखहरू छ, सानो ठुलो गरेर। तर काट्न एकदम तयारी अवस्थामा भएका रुखहरू चाहिँ यहाँ यिनीहरू हो। यहाँ यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ एकदमै काट्न योग्य रुखहरू छ। यहाँ माथि छ, माथि छ। यसको बारेमा हजुरहरूले बुझ्न सक्नुहुन्छ। गुगलमा गएर अगरवुड ट्री भनेर सर्च गरेर हेर्नुभयो भने युट्युबहरूमा पनि छ्यास्छ्यास्तै देख्न सकिन्छ। अब यहाँ चाहिँ सानो ठुलो गरेर 300 वटा भन्दा बढी रुखहरू छ। अनि काट्न योग्यको रुखहरू कमसेकम 200 भन्दा बढी छ। एउटा कुरा के मैले जानकारी गराउन चाहेँ भन्दा, यो रुखहरू यदि यो रुखको बारेमा कसैलाई जानकारी छ हैन, थाहा छ, यसलाई चाहिँ काटेर लान सक्ने अवस्था छ है साथी हो। फेरि किनभने यसको चाहिँ सबै कानुनी प्रक्रिया पुर्याएर, यो रुख भन्ने कुरो त्यति काट्न पाइँदैन नि त। सबै कानुनी प्रक्रिया पुर्याएर यसको माइनट पनि एकदम रेडी भइसकेको अवस्था छ। त्यसैले यसको बारेमा देश विदेशमा रहनुहुने साथीहरूलाई यसको बारेमा केही जानकारी छ भने कमेन्टमा लेख्नु होला। यो रुख चाहिँ हामीसँग छ अहिले एकदमै रेडी अवस्थामा छ। ल हेर्नुहोस्। त्यसैले जो कसैलाई पनि यसको बारेमा थाहा छ भने यो चाहिँ पुरै वन कार्यालयबाट आएर एकदमै यहाँ चाहिँ काँचा मारेर चाहिँ राखिसकेको छ भए पनि। ल हेर्नु त्यो रुखमा त्यहाँ नम्बर लेखेको फेरि यहाँ यो कति नम्बर हो? 11 नम्बर। यसरी सबैमा नम्बर छ, सबैमा नम्बर छ। यहाँ चाहिँ काटेर लानको लागि एकदमै यही रुख नजिकै यहाँ के अरे बाटो आएको छ। सर यहीँसम्म गाडी आउँछ। यसलाई चाहिँ एकदमै सानो पनि कानुनी प्रक्रिया गडबड नगरिकन चाहिँ लानुपर्ने हुन्छ। यो सबै माइनर तयार छ। हामी अब केही समय पछाडि यो रुख काट्न पनि सकिन्छ। पुरा हुँदैछ अहिले। वाडा कार्यालय, वन कार्यालय सबै कागजहरू जुटेर रेडी भएर बसेको अवस्था साथी हो। तपाईँहरूलाई पनि यदि यसको बारेमा जानकारी छ अथवा चाहिँ योबाट केही हैन 2-4 पैसा कमाउन सक्ने अवस्था छ, एकदम इच्छा छ भने सम्पर्क गर्नु होला है साथी होला। हस् त, धन्यवाद।